Guys, welcome back to my new day new vlog. So आज चाहिँ फाइनली हामी घुम्नु आइरहेको छु को आको भन्दा चाहिँ म र ओङमित हेलो भन्दियो हेलो अन्त हामी कहाँ आएको छु भन्दा चाहिँ तपाईहरु हेर्नुहोस् होला हामी चाहिँ यहाँ आएको छु आजको भ्यू चाहिँ यस्तो छ हो आज ओङमितले ल्याएको यो चाहिँ सबै हाम्रो दार्जिलिङ बजार हो अन्त यहाँ निर चाहिँ छ ह्यापी भ्याली टी गार्डन अन्त माथि चाहिँ अहिले देखेको छैन हाम्रो ओङमित यहाँनिर बिजी हुनु थाल्यो अब यहाँ वाइ हामीले यो यति लिएर आएको छु हो अन्त अब हामी खाँदै एकछिन गफ गर्छु अन्त तपाईहरुलाई भेट्छु टिल देन स्टे ट्युन्ड अन्त हामी दुईजना चाहिँ स्कुटीमा आएको कि बाटो चाहिँ खत्तम रहेछ पानी पनि पर्नु थाल्यो अहिले चाहिँ हो त्यस्तो भइरहेको छ अहिले एकछिनमा भेटौँ गाइस बाइ स्न्याक्सहरु चाहिँ रेडी भयो अब हामी चाहिँ खानु आँटेको हामीले फोटो पनि खिच्यो भिडियोहरु बनाए अन्त अब यो डाँडामा बसेर चाहिँ हामी मजाले अब भ्यूहरु पनि खानु आँटेको कस्तो दामी भ्यू भइरहेको छ गाइस अहिले चाहिँ हैन कस्तो मजा आइरहेको छ यहाँनिर बस्नु ओङमितले यहाँनिर कोक खोल्दैछ मजा आयो है ओङमित आज हामीलाई एकछिन भयौँ है हाम्रो बेबी यहाँ छ है ओ ल गाइस हामी अब खाएको ल वाइ अल टाइम फेभरेट यहाँ न कोक यस्तो गर न ओ चेस लु खाँदै भेट्छु है गाइस तपाईहरुलाई तलनिर चाहिँ लुगाहरू धुँदै रहेछ है हो ज्याकेट खोल्दिनँ तर गरम भयो होस् म त खोल्न सक्दिनँ yes age is just a number खोल्दिन क्यों खोल्दिन अन्त नानीको पनि छुट्टी भइहाल्यो कहिले जान्छौ घर कहिले जान्छौ अब म I think Friday after meeting. Yeah. Friday र स्कुल लाग्छ नानीको अन्त त after meeting. खो मेरो फोन अन्त फोनमा छ अन्त दादा चाहिँ एक्लै आप्पा दादा पनि जान्छ होला कि आप्पा बस्नुहुन्छ तर फेरि उयो के भन्छ के भन्न थिएँ दादा आइहाल्नुहुन्छ हामी चाहिँ कति त छैन अन्त छुट्टी कति छ र कति पनि छैन 2 तारिखसम्म छ 2 तारिखसम्म हेलो गाइस हामी चाहिँ यहाँनिर टाइटानिक डाँडामा बसेर कोक खाँदैछु पानी पर्ला जस्तो भयो दोस्त त्यही त दोस्त यताबाट जाने अब यस्तो यहाँबाट होइन हौ यताबाट होइन यताबाट कहाँबाट यताबाट फ्याक्ट्रीबाट है बाटो राम्रो छ होला त्यहाँबाट त बरु त्यहाँ सोच्नुपर्छ पहिला माथि दिन्छ कि दिँदैन भनेर बाख्खल अब चाहिँ हामी यहाँबाट निस्किनु आँटेको हो एकछिन उमाथि बसेर फोटो खिच्छु होला त्यहाँदेखि चाहिँ हामी सिधै घर जाने होइन यस उमाथि पुगेर भेट्छु गाइस बाई 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 भनिदेऊ बाई नाउ गाइस वी आर रिटर्निङ होम बाटो चाहिँ यस्तो छ र म चाहिँ अलिक डर छोरानी छोरा चाहिँ उसको साथ जान सकिनँ सो दिस इज द रफ माई गॉड अब यहाँबाट चाहिँ म पनि चढ्नेवाला छु है गाइस हाउ टु आई डोन्ट नो ओह माई गॉड माई गॉड या बनाउला भिडियो ओके अब जाने भएछ ओके हामी चाहिँ बोलाइ छ यहाँ फेरि लान्छौ लैजाऊ
सक्छौ हेल्प गर्नु ओइ कतिको चाहिँ हुनु पऱ्यो गाइस मेरो त यस्तो चाहिँ छैन म त सक्दिनँ यस्तो चाहिँ हाम्रो दार्जिलिङ घुमाएको अरे हेरिहाल्नुहोस् प्रोले घुमाएको देऊ यहाँ गयो 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 ग्याप भयो भने त्यस्तो हुन्छ हाम्रो त आफ्नो छोरा पो हो उयो भइहाल्छ शीतल भयो के भयो तिम्रो उयो चाहिँ के हो क्यामेरा हुँदैछ नि भिडियो के उयो भयो फ्रेमै अहिले बनाएको मान्छे नाकमा के खिरा जस्तै मैले भन्थेँ उकालो त सजिलो पर्छ भनेको थिइनँ अब यी चढ्दिनँ कुदाउ गरौँ कता भयो यहाँ चाहिँ उत्रिनु पर्छ तिमी यहाँबाट चाहिँ कहाँ जान्छ यहाँबाट तल त्यो स्नेहदेवको गाउँ है शिवान्सको मामा ओइ कहाँ छ Sina, wait na.